सबैलाई मसी सालोम। म एल्डर पत्रुस गुरुङ प्री क्रिसमस सेलिब्रेसन 2025 को म अध्यक्षको तर्फबाट तपाईहरु सबैलाई यो क्रिसमस 2025 अनि नयाँ सालको अग्रिम बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरको माझमा म विशेष एउटा सन्देश लिएर आज उपस्थित छु। परमेश्वरको अनुग्रहमा सिक्किमको इसाई मण्डलीहरूले लगातार रूपमा राज्य स्तरीय क्रिसमस महोत्सव गर्दै आएको यो तेस्रो पल्ट हो जो जोरथाङमा सम्पन्न हुन गइराखेको छ आगामी 16 डिसेम्बर 2025 को दिन। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङले उपस्थित रहनु हुनेछ भने परमेश्वरको वचनबाट बोल्नलाई डाक्टर आचार्य विकास मसी जो उहाँको उपस्थिति हुनेछ अनि हाम्रोमा विशेष कलाकारको रूपमा सेल्डन बंगेरा जो प्रख्यात विश्व गायक हुनुहुन्छ उहाँको उपस्थिति रहनेछ। साथैमा सिक्किमका क्याबिनेटमा रहेका माननीय मन्त्री माननीय विधायकगण अनि सम्पूर्ण उच्च पदाधिकारीगणहरू समाजसेवीहरू अनि जति पनि सिक्किमका उच्च अधिकारीहरू हुन्छ सबैको व्यापक उपस्थिति यस कार्यक्रममा रहनेछ। यसर्थ म तपाई सबैलाई सिक्किमका सम्पूर्ण हाम्रा पास्टरगण अनि सबै मण्डलीलाई त्यो दिन तपाईहरुको बहुमूल्य उपस्थित जनाइदिन हुनलाई म विनम्र निवेदन गर्न चाहन्छु। हामी त्यो दिन किन जम्मा हुन्छौं भने पहिलो कुरो परमेश्वरलाई आराधना गर्न परमेश्वरलाई महिमा दिन। प्रभुको वचनले भन्छ जहाँ तिमीहरू जम्मा हुन्छौ म तिमीहरूको बीचमा हुन्छु अनि प्रभुको वचन यसरी पनि भनेको छ यदि तिमीहरू फर्केर म कहाँ तिमीले प्रार्थना गर्यौ भने म तिमीहरूको देशलाई स्वास्थ्य पार्नेछु। त्यो दिनको हाम्रो जमघटले हाम्रो समाज हाम्रो राज्य हाम्रो देशको लागि शान्तिको प्रार्थना हुनेछ अनि स्वास्थ्यको लागि प्रार्थना हुनेछ। तपाई र मेरो मौन उपस्थिति विशेष सुसमाचारको कारण बन्नेछ त्यो दिन। किनभने हामी जब बाइबलमा देख्छौं प्रभु यीशु ख्रीष्ट यरुशलेम मन्दिरमा जब उपस्थित हुनु भएको थियो हजारौंको भिडले उहाँलाई स्वागत जनाए अनि त्यहाँनेरि एउटा कुरा भयो त्यसबेलाको सदुकी र फरिसीहरूले भन्न लागे देख्छौ अब संसार यसको पछि लाग्यो। तपाईहरु मेरो मौन उपस्थिति सुसमाचारको कारण बन्नेछ। अर्को कारण हामी त्यो दिन किन जम्मा हुन्छौं भने राज्यका सम्माननीय मुख्यमन्त्री महोदय जसले हामीलाई सम्मान गरेर लगातार रूपमा राज्य स्तरीय तौरमा क्रिसमस मनाउने जो उहाँले अवसर प्रदान गर्नुभयो र एउटा सम्मान स्वरूप हामी सिक्किमे इसाई मण्डलीहरूलाई उहाँले त्यो कुरा दिनुभएकोले हाम्रो उपस्थिति उहाँको निम्ति सम्मानको कारण बन्नेछ। यसर्थ उहाँलाई हामीले दिनुपर्ने केही छैन तर तपाईं र मेरो उपस्थितिमा हामी उहाँलाई सम्मान जनाउनेछौं। यसर्थ म तपाईहरु सबैलाई फेरि पनि अन्तमा यस कार्यक्रमको लागि प्रार्थना गरिदिन अनि तपाईहरुको उपस्थिति व्यापक रूपले गरिदिन हुनलाई म विनम्र निवेदन गर्न चाहन्छु। हाम्रो कार्यक्रम 10 बजे सुरु हुनेछ र तपाईहरु सबैजना जोरथाङको खेल मैदानमा 16 डिसेम्बर 10 बजे तपाईहरुको उपस्थिति हामी अति नै विनम्रतापूर्वक आशा गर्दछौं। धन्यवाद।